हेलो एभ्रिवान, नमस्कार है। आज त हामी यहाँ दाजुभाइ वार्सामा भेटघाट भएको छ। यहाँ हाम्रो पासाङ भाइ पनि है कतारबाट आउनुभएको। अनि के छ अरू पासाङ भाइ यसो भनिदिउँ न। अनि वार्सा पोल्यान्डको बसाइ कस्तो छ? पोल्यान्डको बसाइ जाडो छ होइन। के गर्नु, यस्तै हो। दाइसँग धेरै लामो समयपछि फेरि भेट भएको छ। धेरै खुसी लाग्यो दाइलाई भेट भएर होइन। हजुर। अनि जस अब भाइ पनि कतारबाट आउनु त 1 वर्ष भयो है हाम्रो नि। 1 वर्ष पुग्यो? 1 वर्ष भयो म पनि आएको कतारबाट। तर मेन डेट चाहिँ धेरै टाइम लाग्यो है पाउन लागि। डेट पाउनको लागि धेरै टाइम लाग्यो। 1 वर्षै लाग्यो? 1 वर्ष 14-15 महिना जति लाग्यो। 14 महिना त्यस्तै लाग्यो। 14-15 महिना यस्तै हो। अब पोल्यान्डको काम भनेको त होइन, अब कसैको 2 हप्ता पनि लाग्छ, कसैको 3 महिना पनि लाग्छ, कसैको 1 वर्ष पनि लाग्छ। यो चाहिँ अब होइन ड्र सिस्टम छ, त्यही भएर ड्र सिस्टम। यो चाहिँ अब एमबिसीको उपरमा डिपेन्डेन्ट पर्ने कुराहरू हो यिनीहरू कुराहरू चाहिँ। जति पनि अब बाहिर अब हाम्रो गल्फ कन्ट्रीमा हुने साथीभाइहरू होइन, ड्राइभर साथीभाइहरू आउँदा हुन्छ। युरोपमा धेरै राम्रो छ। कति प्राय कुराहरू त अब स्ट्रगल गर्नुपर्छ, अब गाह्रो पनि छ, तर पनि अब आउँदा हुन्छ, सकिन्छ। अब अलिकति एक्सपिरियन्स यताउता राम्रो छ भने त ठिकै छ भनौँ न, सकिन्छ, त्यस्तो गाह्रो छैन। कोड 95 को त अब नयाँ लाइसेन्सलाई कोड 95 अलिकति गाह्रो है। कोड 95 त कति भाइले एकै चरणमा पास भयो है? कोड 95 मैले एकपल्ट पास गरेको। ठिकै हुन्छ, अलिकति बेसिक अङ्ग्रेजी बुझ्ने हुनुपर्छ मेन कुरा। अनि त त्यसमा त्यतिसम्म अब बेसिकसम्म आफूले सक्यो पढ्न, अब लेख्न भनेदेखि सकिन्छ भनौँ न, पास गर्न सकिन्छ, त्यस्तो गाह्रो हुँदैन। कति पैसा लिन्छ कोड 95 त्यतिखेर हाम्रो? मलाई कोड 95 को यहाँको 2800 जुलेटी। 2800 जुलेटीमा अब क्लास अनि होइन क्लास त्यसमा अब आइटिएसहरू सबै त गरेर 2800 जुलेटी लिएको थियो। अनि कति दिनको क्लास थियो भाइको? 24 डेज होइन? मेरो टक्कै 1 महिनाको थियो। त्यो क्लास त्यही डिपेन्डेन्ट गर्छ कस्तोमा भनेपछि अब उनीहरूले कतिको दिने हो। अब कसैलाई अब तपाईँको 20 दिनमै अब पठाइदिन्छ इक्जाम दिनको लागि। अब मेरो चाहिँ अलिकति समय तिनीहरूले धेरै नै दियो कि, किनभने अब मेरो कम्पनीलाई उनीहरूले माग्दाखेरि अब मतलब मेरो कम्पनीसँग उनीहरूले स्वीकृति माग्दाखेरि तेरो मान्छेलाई म अब इक्जामको लागि पठाइदिउँ भन्दाखेरि कम्पनीले त्यसको उयो नदिएकोले गर्दाखेरि अलिक टाइम लाग्यो। ठिकै छ, 1 महिनामा कम्प्लिट भयो। 1 महिनामा पास भयो, सकिन्छ, राम्रो छ, त्यो गाह्रो छैन। ल धेरै खुसी लाग्यो। अब भाइसँग यहाँ भेटघाट भयो। यो वर्षमा घुम्न आएको छ अहिले हामी त है। यस्तो छ यहाँ वर्षा सिटी जान्छ, वर्षा एयरपोर्ट। आज हाम्रो भाइलाई चाहिँ हामी ड्रप गर्नको लागि, भाइ चाहिँ नेपाल जाँदै हुन्छ, विशाल भाइ भाइलाई छोड्नु